तपाईहरुलाई धरानको एउटा खतरा कुरा देखाउँछु ल। यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त हो म। अनि थ्यांक यू सो मच मेरो 3 जना भाइहरुलाई, 65 साले भाइहरुलाई, नाम पनि सोध्न बिर्से हैन। भरे बेलुका चाहिँ थाल र भात लिएर यतै बस्नु पर्छ जस्तो छ। कुकुरले हड्डी छोड्ला। अब म यो घोपास भन्ने भएको छैन, यही बसिराख्छु। हैन यो गाउँको मान्छेहरु कहाँ गएछन्? अझै 500 रुपैयाँ कमाउनु पर्छ। हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर भिडियो। दिस इज माई दिया। अनि आज चाहिँ मैले तपाईको 8:45 मा गाडी निकालेको। अहिले चाहिँ 10 बज्न आँटिसक्यो, 9:50 भइसक्यो। 1 रुपैयाँ पनि पैसा कमाएको छैन। अनि मलाई चाहिँ एकदम टेन्सन भइसक्यो आज बनी नभएर। भरेसम्म पनि 1 रुपैयाँ पैसा कमाइन भने कसरी साउको भाडा तिर्ने। सो अब चाहिँ म गाडी चलाउनुतिर जाँदैछु, हेरौँ आज कति पैसा हुन्छ। हैन यो गाउँको मान्छेहरु कहाँ गएछन्? कोही छैन हौ, कोही छैन। कसरी पैसा कमाउने होला, कसरी साउला तिर्ने होला, कसरी आफ्नो लागि उयो गर्ने होला के अब हैन। एकदम टेन्सन भइसक्यो हौ साथीहरु मलाई त। फेरि गाडी कुदाउन थालेपछि हैन, अनि भने जस्तै पैसा भएन भने मलाई त यस्तो टेन्सन हुन्छ। अहिले यो रेलवेको एन्फा गेट अगाडि आइपुगे, तर अहिलेसम्म पनि बनी भएको छैन। मेरो चाहिँ टेन्सनले यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त हो म भने जस्तो भएको छ है साथीहरु। अब चाहिँ म यो भिडियोमा तपाईहरुलाई रेलवेको भ्यू देखाउँछु ल। अब ड्रोनबाट देखाउँ भने ड्रोन छैन आफूसँग, सो यहीँबाट देखाउन चाहन्छु। अब म एन्फा गेटबाट रेलवेतिर जाँदैछु। यहाँ मुनि आउँदैसम्म पनि मैले मान्छेहरु भेटिन, प्यासेन्जर भेटाइन। सो यो चाहिँ हाम्रो धरान 17 रेलवे। तपाईहरु रेलवेबाट को मेरो भिडियो हेर्नुहुन्छ मलाई कमेन्ट गर्नु होला है साथीहरु। रेलवे चाहिँ एकदम राम्रो छ। अनि अहिले यो हैन झन्डा सन्डा फुलबारीहरुले गर्दा पनि कस्तो राम्रो देखिने के रेलवे चाहिँ। यो चाहिँ मेन चोक हो, रेलवेको मेन चोक हो। तपाईहरु कतिजनालाई थाहा होला है। पहिला चाहिँ यहाँ एउटा प्रहरी ब्रिज थियो, अनि अहिले चाहिँ अहिले पनि रहेछ हौ। अनि हामी चाहिँ अब यो रेलवे चोकदेखि सिधै माथि भान्चोकतिर लाग्ने छौँ। हेरौँ कति बेलासम्म मेरो बनी हुँदैन रहेछ आज। माथि जाँदैछु ल। रेलवे चोकदेखि माथितिरको भ्यू हो हैन। अब म चाहिँ सुई भान्चोकतिर लाग्ने छु साथीहरु। अहिले चाहिँ यहाँ म घोपामा छु है, तपाईहरुले देख्न सक्नुहुन्छ। यतापट्टिको घोपा छ हाम्रो, अनि म चाहिँ घोपामा छु। कुकुरले हड्डी छोड्ला। अब म यो घोपास भन्ने भएको छैन, यही बसिराख्छु। बनी त गडेर छाने हो म यार। हेरौँ कसको हातबाट चाहिँ बनी हुने रहेछ। यत्रो 2-2 घण्टा मेरो 1 रुपैयाँ पैसा कमाइ नभइकन म बसेको छु। कसको चाहिँ हातबाट बनी हुने रहेछ, कस्तो बनी हुने रहेछ हेर्नु पर्यो। 4 जना मान्छे सर्नुलाई पो रहेछ हौ मेरो बनी नभएको। अहिले त फेरि मेरो पछाडि 4 जना दिदीहरु हुनुहुन्छ नि, फेरि सक्दैन नि फेरि। बनी नै भएन भनेको त है। एकैचोटि 4 जना यानि कि 120। मैले सुरुको बनी चाहिँ 120 गरे हैन। अनि 120 पछि चाहिँ म भान्चोक जाने बित्तिकै मेरो चाहिँ 30 रुपैयाँ काट्यो। 30 रुपैयाँ काटिसकेपछि चाहिँ 90 रुपैयाँ भयो हैन। अनि फेरि अहिले आउँदाखेरि चाहिँ मैले रिजर्भ लिएर आएँ 100 रुपैयाँमा। अनि अहिले चाहिँ मसँग जम्मा 190 रुपैयाँ छ अहिलेसम्म चाहिँ। अझै 500 रुपैयाँ कमाउनु पर्छ साउला तिर्नलाई। तपाईहरुलाई धरानको एउटा खतरा कुरा देखाउँछु ल। यो कुरा चाहिँ पर्सनली मलाई पनि एकदम मन पर्छ है। धरानमा चाहिँ यसरी सबैतिर खोर्सानी रोप्नु भएको छ क्या। यो चाहिँ हाम्रो मेयर हर्क सम्पकज्यूको आइडिया हो हैन। अनि यहाँ फलेको पनि छ क्या, उहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। फलेको पनि छ हैन, चोर भन्छ होला हौ मलाई यो घरकोले। अनि सबैतिर क्या एउटा भए पनि दुईटा भए पनि खोर्सानी चाहिँ फलेको छ। मेरो घरतिर चाहिँ खोर्सानी छैन। भरे बेलुका चाहिँ थाल र भात लिएर यतै बस्नु पर्छ जस्तो छ। चाहिँ म दुर्गा चोकतिर छु। अब चाहिँ म एकछिन कोठा जान्छु, पानी खान्छु, फ्रेस हुन्छु, अनि म मेरो क्लासतिर जान्छु। सो अहिले चाहिँ म घर आइपुगे। यो ढाड छ नि साथीहरु, यो ढाड त मेरो त्यो सफारीमा बसेर हो कि के भएर हो, पुरा छिन्ला जस्तो भएको छ। घर आइपुगे। अब चाहिँ म हात मुख सुख धोएर फ्रेस भएर खानासाना के हुन्छ त्यो खाएर क्लासको लागि रेडी हुन्छु र क्लास जान्छु। अहिले चाहिँ 11 बजिसक्यो, 11 भन्दा नि 11:30 भइसक्यो। अनि मेरो चाहिँ 12 बजेदेखि 2 बजीसम्मको क्लास हो। सो म चाहिँ अब क्लास जान आँटेँ नि। आज चाहिँ फेरि तपाईहरुको धरानको मौसम यस्तो बवाल छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ।
यस्तो बवाल छ आज धरानको मौसम त्यही भएर मलाई चाहिँ एकदम चिल भइरहेछ तर पसिना त फेरि म चाहिँ मेरो क्लास भएर पनि आइसकेँ होइन अनि म चाहिँ यहाँ भान्चोकदेखि जाँदै थिएँ एकजना दिदी भेटेँ अनि उहाँ चाहिँ घोपा जाने अरे अनि अहिलेसम्म चाहिँ मैले तपाईँको लगभग 500 रुपियाँ जस्तो कमाएँ होइन अनि अब यो दिदीले 30 रुपियाँ दिएपछि 550 रुपियाँ हुन्छ 520 छ 550 हुन्छ अनि म चाहिँ घोपातिर लाग्छु धरानमा चाहिँ कति साह्रो गर्मी भएको छ क्या कति साह्रो हेर्नु न यस्तो घाम लागेको छ टल्क पारेर है अनि कहिलेकाहीँ यसो सोध्छु कि म सफारी ड्राइभर नभएको थिएँ भने मसँग सफारी थिएन भने म के गर्दै हुन्थ्यो होला यतिखेर ताकेर म त टल्क हुन्थ्यो होला हौ साथीहरू कस्तो साह्रो गर्नु भएको अनि यहाँको छारा हेर्नु न कति शीतल क्या यहाँ हिँड्दा एकछिन हिँड्दा मात्रै पनि कस्तो शीतल छ क्या अब म चाहिँ यहाँ घोपा क्याम्पबाट भान्चोकतिर जाँदैछु होइन तर यहाँबाट म एकजना मान्छे लिएरै जान्छु होला अहिलेसम्म चाहिँ मैले 550 रुपियाँ कमाएँ अब 150 रुपियाँ कमाउनु छ अझै बाँकी साउको लागि अनि बल्ल गएर आफ्नो लागि कमाए हुन्छ साथीहरू म यहाँ चिया खान आएको थिएँ होइन तर चिया खान सकिनँ एकदम गरम भएर त्यसपछि चाहिँ मैले चिसो पानी खाएर म चाहिँ निस्किन लाग्दैछु तर त्योभन्दा अगाडि हेर्नु न अघिसम्म चाहिँ चराक्क घाम लागिरहेको थियो भने अहिले चाहिँ यस्तो पानी पर्ला शीतल भइरहेछ अनि मैले चाहिँ लङ भ्लग त बनाएको तर त्यो हुन्छ नि लङ भ्लगमा के बोल्ने कसो बोल्ने मलाई त्यसै के पनि थाहा छैन त्यही भनेर चाहिँ आजको भिडियो चाहिँ यस्तै हुँदैछ है म चाहिँ अहिले यहाँ घोपा क्याम्प आइपुगेँ होइन अनि यस्तो गर्मी थियो अघि दिउँसोसम्म चाहिँ यस्तो गर्मी थियो दिउँसो पनि होइन अहिले तपाईँको 4:30 भयो 4 बजीसम्म चाहिँ लास्टै गर्मी थियो क्या घामै टालाक्क लागिरहेको थियो भने अहिले चाहिँ पुरै अँधेरो हुँदै आएको छ तपाईँहरूले मेरो भिडियोमा नि नोटिस गर्नुभएको छैन एकदम अँधेरो हुँदै आएको छ होइन अनि पानी पर्न लागेको जस्तो भएको छ आइयो पानी परोस् किनकि लास्टै गर्मी भइरहेछ र पानी पर्छ पनि होला अहिले चाहिँ बेलुकाको 5 बज्न आँट्यो अनि मैले चाहिँ साउको भाडा उठाइसकेँ साथीहरू अनि अब चाहिँ आफ्नो लागि कमाउनु हिँड्ने हो अनि थ्याङ्क यू सो मच मेरो 3 जना भाइहरूलाई 65 साले भाइहरूलाई नाम पनि सोध्न बिर्सेँ होइन एकजना चाहिँ लाउरे भिड्दै हुँदो रहेछ उहाँलाई धेरै धन्यवाद मेरोमा चढिदिनु भयो अनि उहाँहरू चढेपछि एकैचोटि 90 रुपियाँ आएपछि मेरो भाडा ट्याक्कै उठिहाल्यो सो अब चाहिँ म बरगाछीतिर जान्छु अनि बरगाछीतिर गएर अनि फेरि भान्चोकतिरै आउँछु हेरौँ आफ्नो लागि अब के कति हुन्छ दोकानमा आएको थिएँ भिडियो पोस्ट गर्नको लागि अनि तपाईँहरू मध्ये कतिजना मेरो टिकटकमा भिडियो हेर्नुभएको छ त्यतिलाई थाहा भइसक्यो होला मेरो चप्पल छुट्यो भनेर कति वर्षदेखि नै यो चप्पल लगाइरहेको थियो होइन लगभग 1 वर्ष 1.5 वर्षदेखि यो चप्पल लगाइरहेको थियो अनि आज चाहिँ यो चप्पल छुट्यो भनिन्छ नि मन परेको जुत्ता नत्र खाली खुट्टा भनेर मलाई यो चप्पल चाहिँ यस्तो मन परेर किनेको होइन जुत्ता नकिने मैले त्यतिखेर यो चप्पल किनेको थिएँ च्यातियो हुन त पहिल्यै च्यातिसकेको थियो मैले फेरि यसरी टालेको थिएँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन तर टालटुल गर्दा नि भएन अब चाहिँ अर्को चप्पल किन्नुपर्छ अनि अब चाहिँ म लागेँ फेरि अब मङ्गलाबारीतिर आज मङ्गलाबारी खासै गइएको छैन होइन अनि त्यही हो मेरो हातमा मोबाइल छ यो चाहिँ तपाईँहरूले सैनिक चौकदेखिको अब कुनै अगाडिसम्म भ्लग हेर्नुहुन्छ यो के अरे बिआरसीसम्म कस्तो राम्रो देखिन्छ हेर्नु न हाम्रो धरान कति सफा राम्रो छ है त्यही भने त मैले बाटोहरू मात्रै नराम्रो घरहरू त फेरि सक्दैन नि फेरि हो होइन अनि घरिघरि बिर्सिँदो रहेछु क्या मैले लङ भ्लग बनाउँदैछु भनेर अनि क्याप्चर गर्नुपर्ने मोमेन्टहरू पनि गरिरहेकै हुँदिनँ त्यही भनेर अब अहिले चाहिँ म अब मङ्गलाबारीतिर जाँदैछु होइन मेरो माइकको चार्ज सक्यो जस्तो छ अन गरेको आफै अफ हुन्छ अब घर गएर हाल्छु धेरै पनि युज गरेँ नि त आज अनि अहिले चाहिँ म मङ्गलाबारीतिर जाँदैछु तपाईँहरू देख्न सक्नुहुन्छ अनि मङ्गलाबारीतिर जाँदैछु मङ्गलाबारीतिर गएर अनि मान्छे भेटेन भने थपक्क फर्किन्छु अघि बरगाछी जान्छु भनेको थिएँ नि बरगाछी गएँ बरगाछीदेखि भान्चोकसम्म नि आएँ होइन एकजना मान्छे भेटिनँ साउको भाडा मात्रै उठाएको छु आफ्नो लागि 1 रुपियाँ कमाएको छुइनँ म बोलेको त सुनेको छैन होला है अहिले चाहिँ म नारायण चोकदेखि अब दुर्गा चोकको बाटो हुँदै मङ्गलाबारी जाँदैछु तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ कस्तो राम्रो छ होइन अहिले चाहिँ शीतल भइरहेछ नि त अनि यस्तो शीतल भइरहेछ त्यही भनेर पनि एउटा आनन्द टाइपको हावा चलिरहेको छ अनि हुन त यहाँनिर मोबाइल राख्दा हुन्छ तर यसरी मोबाइल राख्ने यस्तो आधी मात्रै देखिन्छ होइन आधी मात्रै देखिने भएर चाहिँ मैले यसरी हातमै मोबाइल समाइदिएको यो बाटोमा चाहिँ खासै त्यस्तो उयोहरू हुन्न कि अब ठुल्ठुलो गाडीहरू आउँदैन त्यही भनेर एउटा हातले कुदाउँदा पनि त्यस्तो फरक पर्छ जस्तो चाहिँ मलाई लागेन सो यति राम्रो मान्छेलाई यति राम्रो बाटोले बोलाइरहेको छ आउ भन्दै म
म त गाइस के बोल्छु अब मङ्गलबार जान आँटेको ल दुर्गा चोक आइपुगेँ है म यस्तो गाह्रो छ अनि त्यही पनि म हाँसेर हिँड्छु इन्जोय गर्छु रमाए जस्तो गर्छु तर रमाएको चाहिँ हुँदैन नि फेरि साथीहरू हेर्नु न ल म त यो भ्यू चाहिँ हेरिराख्नु जस्तो मन लाग्छ हेर्नु त कति राम्रो म चाहिँ अहिले धरानको एकदमै ब्युटिफुल ठाउँमा छु होइन तपाईँहरूलाई म यो ठाउँ देखाउँछु कुन ठाउँ होला कमेन्ट गर्नु है तपाईँहरूले यस्तो राम्रो खतरा भ्यू देख्छ यहाँबाट चाहिँ अनि कतिजनाले चिन्नु भयो त एकचोटि कमेन्ट गर्नु होला अनि सवारी कुदाउँदाखेरि चाहिँ एउटा कुरा चाहिँ के फाइदा छ भने साथीहरू जहाँ मन लाग्छ त्यहीँ जे मन लाग्छ त्यही के अब हुन्छ नि अब कोही साथीभाइ भेट्यो भने एकछिन रोकेर बोल्छु भन्न नि पायो अर्काको खटनमा बस्नु परेन नि त अनि अब यस्तो राम्रो ठाउँहरू हेर्नु न यस्तो राम्रो ठाउँहरू यस्तो खुल्ला आसमान यस्तो ठाउँहरूमा आएर मस्तसँगले बसेर भिडियो बनाउनु पाइन्छ बोल्न पाइन्छ अहिले चाहिँ रातिको 8:30 बजिसकेको छ अनि म चाहिँ भर्खर घर आइपुगेँ अनि बिचमा चाहिँ मेरो फोन अफ भएको थियो अनि त्यो भएर मैले चाहिँ घरमा आएर फोन चार्जमा हालेर म चाहिँ फेरि काम गएको थिएँ होइन अनि म चाहिँ घर आइपुगिसकेँ अनि आजको मेरो कमाइ चाहिँ साउलाई 700 रुपियाँ तिरेर त्यस्तै 700-700 नै भयो अनि थ्याङ्क यू सो मच एभ्री वान फर युर लभ एन्ड सपोर्ट किप सपोर्टिङ मी किप लभिङ मी मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला होइन यसरी नै माया दिँदै जानु होला थ्याङ्क्स फर वाचिङ गाइज